हेलो हेलो हामी चाहिँ आज पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा अवस्थित पिकनिक स्पोट एकदम रमणीय ठाउँमा आइपुगेका छौँ। सर्भिसहरू नि हुन्छ। के भइरहेको यहाँ राष्ट्रपति रनिङसिल खेलकुद प्रतियोगिता भइरहेको छ, देख्न सक्नुहुन्छ। पञ्चकन्या गाउँपालिका बाल के हो बोकेर साइडमा एक ठाउँ राख्दै यहीँ साइडमा लैहाल्नु सबैले। हाम्रो ग्याङहरू उहाँ तल चला कि उसमा त्यो छ नि यहाँ हात के भन्छ यो वीर शहीदहरू है के छ त के साथी खोइ म अगाडि जाउँ। लो सारा हाम्रो ड्राई पिकनिक टाइपको हाम्रो ग्याङहरू क्यामेरा देख्ने नहुने उफ्रिहाल्नु पर्ने पिकनिक स्पोट चाहिँ बवाल। आज 2072 साल वैशाख 1 गते न्यु इयर बवाल भइरहेछ है साथीहरू। ल साथी कस्तो भइरहेछ नि हाम्रो एकदम बवाल। ल कस्तो भइरहेछ यहाँको अवस्था आज चाहिँ पञ्चकन्यामा चाहिँ एकदम बवाल रहेछ। पुरै राष्ट्रपति रनिङसिल प्रतियोगिता पनि भइरहेको छ। मान्छेहरू एकदम भिड। हाम्रो सिन्दुर जात्रा भन्दा त यहीँ खत्रै भयो त साथी। आज के हो यस्तो हुनु कारण चाहिँ किन यस्तो देख्न सक्नुहुन्छ? यस्तो चाहिँ किन भयो त साथी? आज हामीले यस्तो हुन्छ भनेर आज सोचेकै थिएन। कस्तो भयो हाम्रो साथी? घ्याङस्वाराहरू पिकनिक खाँदा कस्तो लागिरहेको साथीहरू? एकदम रमाइलो, एकदम ड्राई पिकनिक टाइपको पुरै हामीले खाइयो चटपट वालीलाई पनि देखाइदिनु पायो हुन्थ्यो, हाम्रो मिसलाई देखाइदिनु पायो हुन्थ्यो। भइसक्यो, सब भइसक्यो हो एकदम। यहाँबाट चाहिँ एकचोटि यसो पारि जाने कि यता जाउँ न त मिसहरू, लेफ्ट यतातिर जाउँ। यताबाट झरे अब यताबाट झरे कि आऊ बाबु चिप्लेटीमा खेलाइदिन्छु तिमीलाई। आऊ त यता आऊ त रमाउली हिँडमाया मैसँग रमाउली हिँडमाया मैसँग रमाउली वीर शहीद अमर राउन्ड ए होइन माओवादी शहीद हो यो, वीर शहीद होइन माओवादी शहीद। के हो यो? यसलाई सर घुमाइदिनु के हो मबाट है? घुमाइदिउँ मैले। ल वीर शहीदहरू अमर राउन्ड पिकनिक स्पोट एकदम बवाल। प्रोग्राम भइरहेछ। कस्तो लागिरहेछ केटाहरू? ठिक छ नि? टाइगर त केटा हो। पञ्चकन्या गाउँपालिका घ्याङस्वारा एकदम रमणीय ठाउँ बवाल।
यहाँ चाहिँ राष्ट्रपति रनिङ सिल प्रतियोगिता भइरहेको छ। यतापट्टि स्टेज पनि छ, हेर्न सक्नुहुन्छ। आज हामीले यतिको मान्छे हुन्छ यहाँ भनेर सोचेको पनि थिएनौँ, तर एकदम बवाल भइरहेछ है साथीहरू। ल वाउ, पञ्चकन्या घ्याङस्वारा। हेलो हेलो, पञ्चकन्या घ्याङस्वारा 2082 वैशाख 1 गते राष्ट्रपति रनिङ सिल। पञ्चकन्या घ्याङस्वारा हजुरहरू सबलाई स्वागत छ यहाँ। आज घ्याङस्वारा प्रोग्राम हुँदै रहेछ है, एकदम रमाइलो। बबाल मान्छे त कति हो कति नुहाको लाग्यो साथी। अहिले चाहिँ हामी पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा भन्ने डाँडोमा। कुन मन्दिर हो यार? घ्याङस्वारा मन्दिर टपमा घ्याङस्वारा मन्दिरै होला यहाँ। गर्मी यारहरू आउँदैछन्, हामी चाहिँ आइपुग्यो। रमाइलो रहेछ, स्वर्ग जस्तो लाग्यो, शीतल भयो। स्वर्ग जस्तो फिल भइरहेको छ नि। भगै आउन छोड्यो हजुरको साथी। फिर्ता आयो कोक रिटर्न है, कोक रिटर्न हुन्छ अब। नवीन कोइराला युट्युबमा आउँछ। केटाहरू कहाँ जम्ती आएर यार, जङ्गल जङ्गल ल्यायो, कहाँ ल्यायो यार, हेलमेटले छेको सबै जम्मै कहाँ ल्यायो गिटारले यार। यता हिँड्नुहोस्, यता उता उता। हाट बजार सामान किनेर घर फर्किँदै जस्तो छ केटोलीहरू सबै। म त केही बोल्दिनँ। म केही बोल्दिनँ। सबना मोटी ड्राई पिकनिक कहाँ हिँड्यो हो यो? अहिले चिसो नखोला न, अहिले अहिले नखोला भने अनिल झोला खोला। हेलो जङ्गलमा मङ्गल गर्ने आए। त जस्तो एउटा बाइकको भाडा आउने हो र? सबैजना किन अड्किदिने? सँगसँगै घुमाइदेऊ कान्छु, पञ्चकन्या घुम्नलाई लैजान्छु, घ्याङस्वारा घुम्नलाई लैजान्छु।